नेपाली कांग्रेसका तर्फबाट कैलाली क्षेत्र नम्बर 2 मा प्रतिनिधि सभा सदस्यका उम्मेद्वार विजयबहादुर स्वार यति बेला घर दैलो अभियानमा व्यस्त छन्। चुनाव नजिक्दै जाँदा स्वारले विभिन्न टोल बस्तीमा पुगेर मतदातासँग भेटघाट गर्दै आफ्नो एजेन्डा प्रस्तुत गरिरहेका छन्। घर दैलोका क्रममा स्थानीय नागरिकहरूले विकास, रोजगारी, शिक्षा र स्वास्थ्य क्षेत्रलाई सुधारका विषयमा चासो व्यक्त गरेका छन्। स्वारले जनताका समस्या समाधानलाई पहिलो प्राथमिकतामा राख्ने प्रतिबद्धता समेत व्यक्त गरेका छन्। मतदाताहरूले उनलाई मतदान गर्ने प्रतिबद्धता समेत जनाउँदै चुनावी माहौल उत्साहित बन्दै गएको बताइरहेका छन्। यो पटकको भोट हामी कांग्रेसमा दिने हो। हाम्रो विजय सरले हाम्रो वार्ड नम्बर 5 मा विकास गर्नुहुन्छ। हाम्रो पहिलेदेखि हाम्रो कांग्रेस अगाडि बढेर आएको हो। योचोटि हामी कांग्रेसलाई नै जिताउनु पर्छ। संविधान सम्बन्धमा होस्, प्रदेश मामलामा होस्, हरेक क्षेत्रमा कांग्रेस यदि हरेक व्यवस्थामा अडिएन भने कसैले पनि, चाहे विदेश नीति होस्, चाहे व्यापारको सम्झौता होस्, चाहे नेपालको औद्योगिकदेखि लिएर हितको लागि जो हुनुपर्ने व्यवस्थापन हो, त्यो बिना कांग्रेस बिना अरूले गर्न सक्दैन। त्यसकारण म श्री विजयबहादुर सरलाई मत रुख चिन्हमा छाप दिएर, छाप लगाएर भारी मतले विजय गराउनेछौँ।